त्यही हो गाइजहरू। आज केटोको पसलमा जानु पर्यो भने त केटो गाउँमा रहेछ। गाउँमा पनि केटाहरूले अब राम्रै काम गर्दै रहेछ। लकडीको बिजनेसम्यानहरू यस्तै त नि गाइजहरू। गर्नुपर्छ, पैसा कमाउनुलाई जे पनि गर्नुपर्छ है गाइजहरू। पैसा कमाउन चाहिँ कहिले पछि हट्नु हुँदैन। काम भनेको त जे पनि गर्नुपर्छ, सङ्घर्ष नहो पैसाको लागि। मान्छे भएपछि पैसा बिना जिन्दगी नचल्ने रहेछ गाइजहरू। त्यही हो, पैसा कमाउनु पर्छ, दुःख गर्नुपर्छ। अब माथि साँखु जानुपर्ने थियो यार। साँखु पनि त खोइ अब यस बेला भइसक्यो। अब यस बेला साँखु गएर पनि के गर्ने, निकै टाढै छ, टाइम लाग्छ। अझ छुट्टीको दिन जानु त मन थियो नि यार। साथीहरूलाई भेट्न, मम्मी बाबालाई भेट्न जानु मन त थियो। के गर्नु गाइजहरू, अल्छी लाग्छ। अल्छी त के भन्नु, अलिक टाढै छ कि, अलिकति झ्याउ पनि लाग्छ, टाढा छ। नागु भन्ने थोडा टाढा। त्यही भएर अब रुमतिर चल्ने हो गाइजहरू। त्यस्तै हो, साथीहरूसँग नभेटेको नि धेरै भयो। त्यही भएर आज भेट्नु पर्ने चाहिँ थियो। अल्छी लाग्यो फेरि मासतिर जानलाई। अब फेरि एउटा चाहिँ फेरि गाउँतिर गएको रहेछ, थाहै नपाइकन। केटाहरू के गर्छन् थाहै नपाइकन कहाँ फाँडी हान्छन् हुन्छ नि। आफू चाहिँ एउटै कामले गर्दाखेरि कहीँ जानु पाइएको छैन। शनिबार छुट्टी हुन्छ। अब के गर्नु, हप्तामा एकचोटि छुट्टी हुन्छ, कहिले हप्तामा एकचोटि पनि कहिले हुँदैन। अब अफिसले प्रायः छुट्टी दिँदैन। अब छुट्टी भएको बेला केटाहरूलाई भेट्न जाउँ भने केटाहरू वारिपारि कहाँ पूर्व पश्चिम सब गइसकेर चाहिँ फेरि केटाहरू गाह्रो छ यार।